सिटीले हामीलाई मादल बजाए जस्तै बजायो होइन, हामी दुखी छौँ तर हामीभन्दा धेरै दुखी त आर्सेनल छ। हम दुखी थे, लेकिन हमसे ज्यादा दुखी दो और लोग थे। संसारको कुन कुरामा चाहिँ होइन यो जगल्टेले होइन यो तक्लुलाई जित्छ भनेर सोच्नु पनि हामीले कसरी सक्यौँ कि कोही सेन्स बन्ती है क्या इस बातका। कोई सेंस है इस बात की? अब तक्लु म्यानेजर हामीसँग पनि थियो होइन, इन्जो मरेस्काले अब होइन पिएससीलाई फाइनलमा गएर जितेको हो होइन। म्यानेजर चाहिँ तक्लु नै राम्रो हुने रहेछ क्या, नट यु ब्रो। यो लियम रोजिनियर मलाई कोच भन्दा पनि अलिकति मोडल जस्तो लाग्छ, क्या दामी स्टाइलिस छ होइन। अब गेम प्ले चाहिँ त्यस्तै स्टाइलिस भइदियो हुँदै हाम्रो टिमको आइडेन्टिटी नै छैन होइन। बेन्चबाट को आएर छ लर्ड के अरे गार्नाचो र डिल्याप, वाउ। ओनरसिपले फेरि इन्जो फर्नान्डेसलाई सिटीको गेमको लागि ब्यान गरिदिएको छ। किन ब्यान गरिदिएको भन्दाखेरि मलाई मड्रिड मनपर्छ भने, मड्रिड क्लब मनपर्छ भनेको छैन इन्जोले, मड्रिड सहर मनपर्छ भनिसकेपछि अब हाम्रो दुईजना हुनुहुन्छ क्लब रन गर्ने व्यक्तित्वहरू, उहाँहरूले इन्जोलाई चाहिँ अब यो सिटीको गेमको लागि सस्पेन्ड गरिदिए। मलाई यो दुईजना व्यक्तित्वहरू चाहिँ होइन उहाँहरू दुईजना जस्तो लाग्छ, किनभने क्लब चलाउने हिसाबमा त उहाँहरू एउटै हो। आज त 30 गते हो क्यारे, खै वेयर इज 8 डिभिजन लिग टिकट कहाँ गएर किन्ने हो, हतार भइसक्यो त।